तपाईलाई यहाँ दुबईमा बसेर अर्काको देशमा आफ्नो यो कल्चर लाउँदै गर्दाखेरि कस्तो फिल हुन्छ तपाईलाई? मलाई एकदम राम्रो लाग्छ हाम्रो देशको नेपालको भइरहनु अनि अति गर्व गर्छु अनि मैले धेरै ठाउँमा रेस्पेक्ट पनि पाएको छु। कति ठाउँमा पैदल हिँड्दाखेरि मलाई नेपाली दाजुहरूले रोकेर गाडीमा बसालेर मेट्रोमा पनि छोड्नु भएको छ अनि कुनै ठाउँमा मलमा गए पनि एउटा अलिकति राम्रो रेस्पेक्ट पाइन्छ। अनि सबैलाई भन्छु नि आफ्नो नेपाली ड्रेसहरू लगाइराख्न पर्छ, त्यसले पनि आफ्नो पहिचान हो। यस, किनभने नेपाली भनेर एउटा पहिचान पनि हुनेछ होइन त। अनि अनि यता चाहिँ पुरा यो युरोप कन्ट्रीको ड्रेस लाउँदा कस्तो फिल हुन्छ तपाईँलाई? नेपाली बिर्सिनु भयो क्या हो? म नेपाली हो। जय मसी सबैजनालाई, ह्याप्पी स्टार सन्डे सबैजनालाई। आज चाहिँ हामीले अनलाइन सङ्गति यतिजना भेला भएको थियौँ है। कतिजना? 7 जना भेला भएर चाहिँ हामीले यसरी परमेश्वरको महिमा गर्न पायौँ अनलाइनबाट पनि। सो खुसी हुनुहुन्छ नि आज सङ्गति जान्न पाए पनि? ल, परमेश्वरलाई धन्यवाद अनि सबैजनालाई धन्यवाद। विशेष गरेर बिएनचेफ मण्डलीका पास्टोरिया कमिटी टिमलाई धेरै धेरै धन्यवाद। मण्डली ओपन नभए तापनि हामीले अनलाइन सङ्गति गर्न पाएछौँ होइन त? ल, जय मसी अगेन। हेलो एभ्रिवान, गुड मर्निङ, जय मसी एन्ड ह्याप्पी स्टार सन्डे। आज चाहिँ विशेष गरेर यीशु ख्रिस्टको पुनरुत्थानको दिन रहेको छ अनि तपाईँहरू सबैजनालाई ह्याप्पी स्टार सन्डे भन्न चाहन्छु। अनि सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। आज फेरि नयाँ ब्लग लिएर तपाईँहरूको बिचमा आउँदैछु। अनि आज सन्डेको दिन, आजको मेरो दिन के कस्तो रहनेछ अनि के गर्नेछु सबै कुरा म तपाईँहरूलाई अपडेट दिनेछु है त। किनभने मेरो डेली ब्लग हरेक दिनको म के गर्दैछु कसो गर्दैछु हर दिनको अपडेट नदिए तापनि समय भ्याएसम्म चाहिँ म तपाईँहरूलाई मेरो अपडेट दिनेछु। आज नयाँ ठाउँमा घुम्न जानेछौँ। मलाई घुम्न एकदमै मनपर्छ अनि सपिङ मार्केट बाहिर निस्किन होइन, रुममा मात्रै बसिराख्न छुटेको दिनमा मलाई चाहिँ एकदमै बोरिङ लाग्छ। यो जुम अनलाइन सङ्गति रहेको छ आजको दिन अनि हामी सङ्गति पछि फेरि हामी दिदी बहिनीहरू के गर्नेछौँ सबै कुरा तपाईँहरूलाई म देखाउने छु है त। यो चाहिँ बर्जुमानदेखि माथि ट्याक्क लाएर चाहिँ अनि बर्दुभाइ जाने मेट्रोमा चढ्दाखेरि चाहिँ माथि लाइट यस्तो दामी यहाँनिर देखिन्छ है, तपाईँहरूले पनि हेर्न सक्नुहुनेछ। यहाँ बुर्जुमानमा चाहिँ धेरै मान्छे कन्फ्युज हुन्छ किनभने यहाँ यति धेरै कतिवटा उयो छ दिदी यहाँ बुर्जुमानमा मेट्रो स्टेसन मेट्रोको त्यो उयो मासुमा ल्याइदिनु ल। चाहिँ हाम्रो दिदी अलिक राम्री भन्दै हुनुहुन्छ अनि युट्युबमा जे पाए त्यो भिडियो लाउँछ भनेर चाहिँ अनि दुईजना यता दिदी रुगा मार्गीले ग्रस्त हुनुहुन्छ अरे। अनि यहाँ बुर्जुमान आइपुग्दा कस्तो फिल भइरहेछ तपाईँहरूलाई? एकदम राम्रो फिल भइरहेछ। अनि हाम्रो एलिजा लिम्बू बहिनी चाहिँ उहाँले युट्युब खोल्नु भएको छ अनि लाइक सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, सबले गरिदिनु होला है, माया गरिदिनु होला बहिनीलाई। भयो भर्खर खोलेछ। धन्यवाद बहिनीलाई, थ्याङ्क यू हजुरलाई पनि। अनि यहाँको केही सिनहरू तपाईँहरूलाई देखाउन चाहन्छु। मेट्रो स्टेसनको सिन यहाँको सायद यो धेरै पहिले पुरानो दुबई हुँदाखेरिको होला फोटोहरू। टक्का लाएर कस्तो राम्रो बोर्डको यहाँनिर छ, मलाई थाहा छैन यो पिक्चरहरू। यो चाहिँ बोर्डै हो, पहिला सायद यहाँ दुबईमा यस्तो खालको बोर्ड चलाउँथे होला, इतिहास त मलाई थाहा छैन। तपाईँ यो देख्न सक्नुहुन्छ, यो चाहिँ अलगुबाई बच्चाको स्ट्रेट के भन्छ अरे यसलाई के अरे दिदी? यो अरे लिफ्ट होइन है, स्कुलेटरको भिड मेट्रोबाट निस्केपछि अनि बाई दिदी, बाई, सी यू सुन नेक्स्ट विक। अब थाहा छैन है हाम्रो भेट कहिले हुन्छ। ओके, प्रार्थना गरौँ। बाई बाई। दादा तपाईँहरूलाई आउँछ भने कमेन्ट गर्नुहोस्। आज चाहिँ म हजुरहरूलाई
बर्दुबाईको नेपाली पार्कमा घुमाउँदैछु। यहाँ चाहिँ पहिला पहिला एकदमै मजाले चियाहरू अनि चटपटेहरू पानीपुरीहरू सबै पाउँथ्यो नेपालीले खाने। अहिले चाहिँ बन्द गरिसकेको छ। अब कारण किन त्यो चाहिँ थाहा भएन। अनि टन्नै यहाँ नेपालीहरू पनि बस्नुहुन्थ्यो। अहिले चाहिँ एकदमै कम भएको छ। देख्नु सक्नुहुन्छ खाली खाली छ। अनि कुनै कुनै ठाउँमा चाहिँ हुनुहुन्छ, नत्र भने चाहिँ खाली छ है। अनि अहिलेको चाहिँ सिचुएसनको कारणले गर्दाखेरि पनि यहाँनिर मान्छेहरू त्यति छैनन्, एकदमै कम भएको छ। पहिला पहिला चाहिँ यहाँनिर हिँड्ने ठाउँ नै हुँदैन थियो क्या, त्यस्तो धेरै भिड हुन्थ्यो। ल अब चाहिँ यहाँनिर हाम्रो एकजना, हामी हर हप्ता प्रायः जस्तो हाम्रो साथमा हाम्रो भरिया एकजना दाइ चाहिँ हामी लिएर हिँड्ने गर्छौँ। अनि के छ दादा त्यो ब्यागभित्र? के छ त्यहाँभित्र? खाजाहरू चाहिँ बोकेर एकदमै, अब त्यो पाहाडमा हिँड्दाखेरि होइन खाजा बोकेर हिँड्ने चलन छ नि त, त्यस्तै गरेर चाहिँ यसरी बोकेर हिँड्नुहुन्छ उहाँले चाहिँ। ल खोइ के भयो हेरौँ त। अब चाहिँ अल्गो बाहिर हामी पुगिसकेका छौँ, मेट्रोबाट टक्क लाएर गेट बाहिर। अब चाहिँ तपाईँहरूलाई म भिजिट गराउँदैछु यहाँनिर। लङै बन्यो त दादा। आज चाहिँ केही कामको कारणले म पनि बर्दुबाई आएकी छु। अनि म चाहिँ एकदमै कम, अलमोस्ट 4-5 महिनामा एकचोटि आउने गर्छु बर्दुबाई। हाम्रो निकै टाढो पनि पर्छ, हामी जहाँ बस्छौँ त्यहाँबाट बर्दुबाई आइपुग्नको लागि। अनि आज आउँदाखेरि चाहिँ सरर गरेर हजुरहरूलाई बर्दुबाई म भिजिट गराउँदैछु। अनि जस रमाइलो छ यहाँ हेऱ्यो भने चाहिँ प्रायः नेपाली नै पाइन्छ वरिपरि पनि बिल्डिङ। यहाँ चाहिँ नेपाली रेस्टुरेन्ट छ, दर्शन नमस्ते रेस्टुरेन्ट हो नाम चाहिँ, हेर्न सक्नुहुन्छ। आज चाहिँ यता चाहिँ बुढीमा होइन, घरको मालिक नै। तपाईँलाई कस्तो फिल गरेछ दादा? मलाई त भिडियो बनाउँदा एकदम नेपाल गए जस्तो लाग्यो। मैले आइफोनलाई 14लाई 17 बनाएको थिएँ भने 16 अब चाहिँ स्यामसङ A71लाई चाहिँ केही गर्दै छैन, बट कपडा मात्रै लगाइदिँदैछु। मिन्स कलर कभर गर्दैछु, अलिकति यसलाई रिपेयर गरेर अलिक नयाँ बनाउँदैछु। अब चाहिँ सररा लाएर बलिउडको बिल्डिङ भित्रतिर जाँदैछौँ हामी। खानापिना खाइवरी बर्दुबाईको पुरानो पुरानो बिल्डिङहरू है दादा। कस्तो मजा मजाको कपडा छ है। यहाँ चाहिँ टक्क नेपालीहरूले लाउने कपडा पाउँछ अनि सस्तो पनि पाउँछ है यहाँनिर चाहिँ स्पेसल गरेर। हुनु त अस्ति मैले तपाईँहरूलाई लुलु मार्केटभित्रको देखाएको थिएँ भने अझै यो मिना बजार भनेर चाहिँ अब नेपाली सपहरू पनि धेरै छ नि त। अनि एकदमै जुत्ता चप्पलहरू त्यस्तो महँगो पर्दैन, सस्तो सस्तै पर्छ। ड्युटी गरेर आउँछ त्यही गर्ने। मैले नि मेरो लागि सुशी लागु बर्थडे छ भने मलाई त दिइहाल्छु। यो डे स्टार, यो चाहिँ धेरै भएको छैन खोलेको। यो चाहिँ बलिउड, यहाँ नेपाली गाना बजिरहेछ ट्याक्क लाएर। एकदम नेपालै हो ट्याक्क। नेपाली गाना मजाले बजिरहेछ बलिउड बिल्डिङमा। एन्ड 1 to 20 सबसे कम प्राइसमा मिल्ने पसल क्राची दरबार। अब यहाँ चाहिँ अलहालिया एक्सचेन्ज छ अनि यहाँ चाहिँ नेपालीहरू नै हुनुहुन्छ धेरै जस्तो। यो बलिउड बिल्डिङ 1 to 20 सुपर मार्केट। आज चाहिँ यहाँभित्र प्रवेश गर्दैछौँ, के सामान पाउँछ देखाउँछु है हजुरहरूलाई। रेड बुल अहिले जाँदाखेरि लिउँला कि कहाँ अरे माथि जाने होइन हामी।
यहाँ तल चाहिँ रासन ब्यागहरू खतरा खतरा छ यहाँनिर के को बिचको यहाँ पनि राम्रै सामान चाहिँ पाउँछ त्यस टाक्का टाक्का हेर्न त यो के भन्छ दिदीहरूलाई थर्मस दराज हो नि त कपडा त माथि जाने होला कपहरू ब्यागहरू यहाँ ब्याग रहेछ है मालाहरू महँगो त छैन होला सस्तो सस्तै हेर्नु त ब्यागहरू चाहिँ जस्ट ठिकैको छ निकै राम्रो राम्रो छ तपाईँहरू पनि आएर हेर्न सक्नुहुन्छ है जुत्ता 2-3 चोटि लाउनलाई टक्क दिदीलाई चाहिँ मन पर्यो अरे यो चाहिँ बलियो हुन्छ भन्दै हुनुहुन्छ लैजानुहोस् मात्रै 10 दिरहम भनेको नेपालको 400 अहिले 40 को रेट छ यहाँ चाहिँ दाजुभाइहरूको कपडालाई खान्डोरा भन्छ यहाँ ब्याग दिदी यो लिनु नि त यो तर राम्रो छैन कलर अलिक सफ्ट यहाँ चाहिँ दाजुभाइहरूको ब्याग विच वान ए सही हुन्छ है यो पनि सही कस्तो राम्रो ब्याग निकाल्नु भएको छ दिदीले दाइको लागि भेनाजुको लागि नो प्राइस हियर प्राइस दाम छैन यसमा यहाँ भित्र होला यता चाहिँ टक्क दिदी बहिनीको कपडा लाएर तपाईँहरूलाई स्टाइल स्टाइलको कस्तो मजाको स्कर्टहरू छ सर्ट्स बनियान चाहिँ यहाँ रहेछ मलाई चाहिएको सबै यहाँनिर पाउँछ तपाईँहरू पनि आउनु होला भिजिट गर्नु होला तपाईँहरूलाई डे टु डेको सामान भिजिट गराउँदैछु बच्चाहरूको खेलौना टन्नै छ कस्तो मजाको यो यहाँ चाहिँ यस्तो मजाले कपडाहरू चाहिँ चेक गर्न पाइन्छ होइन तपाईँ बाहिरै उभिएर मजाले खोलाउँ खोलाउँ चेक गर्न मिल्छ है हेर्नु सक्नुहुन्छ नेपाली कपडा पसल सबै कुरा यहाँभित्र चाहिँ पाइन्छ दिदी बहिनीलाई चाहिँ कपडै मात्रै मनपर्छ है अनि म यहाँ नेपाली सपमा आएँ अनि यस्तो मजाले कपडा हेरिरहेको छु है यस्तो मजा लाएर गर्नुभएको कोट 1 रुपियाँ गोटाको टिकट हेर्न सक्नुहुन्छ भन्दा सस्तो बोर्ड भनेपछि यिनीहरू नै हो के भन्छ मलाई मेरो प्यारो दिदी अनि बहिनी अनि दाइ अहिले हामी चाहिँ आज इस्टर सन्डेको दिन फेरि पनि भेट भएको छौँ तर अहिले बेलुकाखेरि मात्रै हामी भेट भएको छौँ मेरो चाहिँ थोरै काम विशेष भएको कारणले फेरि पनि म तपाईँहरूलाई भनेर जान्छु ह्याप्पी इस्टर सन्डे अनि आज चाहिँ विशेष गरेर हाम्रो भेट्ने चाहिँ बिहानै कुरा थियो तर मान्छे एक्लै भएर हिँड्नु भएको थियो एक्लै दान्दर भएर आज एक्लै ढेर भएर अनि अहिले लास्टमा हाम्रो भेट भयो अनि हामी चाहिँ अब बिहानदेखि नै थियौँ बिचमा अलग थियौँ फेरि पनि अहिले लास्टमा एन्डिङमा हाम्रो भेटघाट भयो अनि आजको चाहिँ हाम्रो दिनलाई यहीँनिर समाप्त गर्दै